यो चाहिँ हजुरहरूको लागि फागुनको 11 गतेको लागि जागिरहरू हो। जागिरहरू हामीसँग धेरै उपलब्ध भएको छ। म तपाईँलाई जानकारी दिन्छु, अन्तिममा सुन्नु होला र तपाईँलाई मिनी जागिर चाहिँ तपाईँ आफैले हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। आफन्तहरूलाई जागिर चाहिएको छ भने यो भिडियो सेयर पनि गरिदिन सक्नुहुन्छ है त। र यस्तै यस्तै कामहरूको लागि तपाईँहरूले हाम्रो आइडीलाई फलो पनि गर्न सक्नुहुन्छ। आज हामीसँग धेरै जागिर उपलब्ध भएको छ, त्यसमध्ये जागिरको लिस्टहरू म तपाईँलाई सामान्य जानकारी दिँदैछु। हामीलाई चाहिँ चिप्लोढुङ्गामा एउटा कस्मेटिक पसलको लागि बाइकको लाइसेन्स भएको कम्पनीले बाइक दिनेछ। तपाईँसँग लाइसेन्स चाहिँ हुनु पर्यो, आफ्नो लाइसेन्स हुनु पर्यो। त्यसको लागि डेलिभरी बोय चाहिएको छ। बिहानको 9:30 बजेर बेलुकाको 6:30 काम गर्नुपर्ने हुन्छ। शनिबार बिदा हुन्छ, तलब र खाजा हुन्छ। यदि कोही डेलिभरी काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि छोरेपाटनमा एउटा ब्रोइलर कुखुरा फार्मको लागि चाहिँ फार्ममा दाना पानी गर्नको लागि चाहिँ पुरुष अथवा महिला जो भए पनि चाहिएको छ, खाना बस्नुहुन्छ, तलब हुनेछ। यदि कोही गर्न चाहनुहुन्छ, फार्ममा काम सिक्दै काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि त्यसपछि हामीलाई सिराना चोकमा एउटा जुत्ता स्टोर्सको लागि सेल्स गर्ल चाहिएको छ। बिहानको तपाईँको 9 बजेर साँझको 8 बजेसम्म काम गर्नुपर्ने हुन्छ। हप्तामा एउटा बिदा हुन्छ। कोही सिराना चोक आसपास हुनुहुन्छ, यो समय दिन सक्ने महिला भने सम्पर्क गर्न सक्नुहुन्छ। अनि तपाईँको बिन्दाबासिनीमा एउटा रेस्टुरेन्टको लागि चाहिँ हामीलाई फास्टफुड कुक चाहिएको छ। दिउँसोको 1 बजेर साँझको 10 बजेसम्म काम गर्नुपर्ने हुन्छ। यदि कोही त्यो आसपासतिर बस्ने कोही फास्टफुड कुक हुनुहुन्छ, तपाईँले चिनेको अथवा तपाईँ आफै स्वयं हुनुहुन्छ भने सम्पर्क गर्नु होला। दिउँसोको 1 बजेर साँझको 10 बजेसम्म काम गर्नुपर्छ है त। अनि नयाँ बजारमा एउटा घरमा काम गर्ने खाना बस्न सहितको महिला चाहिएको छ। खाना बस्न हुन्छ, तलब हुन्छ, 15,000 तलब हुनेछ। कोही चाहनुहुन्छ घरमा काम गर्दै काम बस्न काम खोजिरहनु भएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। लेक साइड हल्लन चोकमा चाहिँ होटलको लागि हामीलाई हाउसकिपिङ महिला अर्थात पुरुष चाहिएको छ। खाना बस्न हुन्छ, तलब हुन्छ। कोही चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। नेपाली र थकाली खाना बनाउन जानेको कुक पनि चाहिएको छ। अनि किचन हेल्पर पनि चाहिएको छ। अनि त्यसपछि चाहिँ एउटा अलराउन्डर पुरुष अथवा महिला पनि चाहिएको छ। यदि कोही हुनुहुन्छ यो टाइपको काम गर्न चाहनुहुन्छ, खाना बस्न सहितको होटलमा काम खोजिरहनु भएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। अनि हामीलाई चाहिँ गलेश्वर चोकमा यता तपाईँको रामबजारभन्दा मुनिपट्टि एउटा पानी उद्योगको लागि चाहिँ लाइट ड्राइभर चाहिएको छ। बिहानको 9 बजेर साँझको 7 बजेसम्म तपाईँले काम गर्नुपर्ने हुन्छ। तलब र खाजा हुनेछ। यदि कोही काम गर्न चाहनुहुन्छ त्यो आसपासतिर ड्राइभरमा भने चाहिँ सम्पर्क गर्न सक्नुहुने भयो यसको लागि है त। अनि त्यसपछि तपाईँको चाहिँ न्यु रोड भाटभटेनीर एउटा संस्थाको लागि चाहिँ सरसफाइ गर्नको लागि महिला चाहिएको छ। बिहानको 10 बजेर साँझको 5 बजेसम्म काम गर्नुपर्ने हुन्छ र शनिबार बिदा हुन्छ। यदि कोही सरसफाइ गर्ने खाजा बनाउने खालको महिला हुनुहुन्छ, त्यो आसपासतिर 10 to 5 काम गर्न समय दिन सक्ने खालको भने सम्पर्क गर्नु होला। अनि दिपमा हाउजिङमा दिप हाउजिङभित्रै एउटा घरको लागि चाहिँ हामीलाई काम गर्ने दिने घरमा काम गर्नको लागि महिला चाहिएको छ। बिहानको 10 बजेर साँझको 6 बजेसम्म काम गर्नुपर्ने हुन्छ। हप्तामा एउटा बिदा हुन्छ, तलब हुन्छ, खाजा हुन्छ। 10 बजेर 6 बजेसम्म काम गर्नुपर्ने हुन्छ। त्यो आसपासतिर भएको महिलाले सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि त्यसपछि तपाईँको मालेपाटनमा बाराई चौरनिर हामीलाई फर्निचर सोरुमको लागि चाहिँ बाइकको लाइसेन्स भएको अलराउन्डर काम गर्ने पुरुष चाहिएको छ। र मालेपाटनमै फर्निचर उद्योगको लागि चाहिँ हामीलाई सहयोगी पुरुष चाहिएको छ। बिहानको 8 बजेर बेलुकाको 5 बजेसम्म काम गर्नुपर्ने हुन्छ। दिनको 8 घन्टा काम गर्नुपर्ने हुन्छ। शनिबार बिदा हुन्छ। शनिबार पनि काममा जानु पर्यो भने ओटी हुन्छ, तलब र खाजा हुन्छ। यदि कोही फर्निचरमा काम सिक्दै काम गर्न चाहनुहुन्छ मालेपाटन आसपासतिर भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि हाम्रो कार्यालयनिर एउटा कपडा धुने सेन्टर छ। त्यो सेन्टरको लागि चाहिँ कपडा पट्याउने, मिलाउने, आइरन गर्नको लागि चाहिँ महिला चाहिएको छ। कोही यो आसपास हाम्रो कार्यालय आसपासतिर बस्नुहुन्छ महिला भने चाहिँ बिहानको 6 बजेर साँझको 6 बजेसम्म समय दिन सक्ने खालको महिला हुन्छ भने सम्पर्क गर्नु होला। र हाम्रो कार्यालय रहेको छ पोखरा सभागृह, तलबाट आउँदा देब्रे साइड स्ट्रिट नम्बर 11 भित्र आउनुपर्छ। जालपरोड भन्ने ठाउँमा हो। नै भने पोखरा श्रीराम चोक आकाशी पुल तलबाट आउँदा तपाईँको दाहिने साइड सिधै माथि आउनु होला। मन्दिर आउँछ, मन्दिरभन्दा माथिपट्टि स्ट्रिट नम्बर 16 आउँछ। त्यहाँबाट भित्र छिरेर आउन सक्नुहुन्छ है त। अनि त्यसपछि तपाईँको हाम्रो डेलिभरीको लागि एउटा बुवाई चाहिएको छ। चिप्लोढुङ्गामा रेस्टुरेन्टको लागि दिउँसोको भन्ने कि बिहानको 11 बजेर साँझको 10 बजेसम्म काम गर्नुपर्ने हुन्छ। बिहानको खाना, दिउँसोको खाजा र बेलुकाको खाना हुन्छ। महिनाको 2टा बिदा हुन्छ, तलब हुन्छ। अब काम सिक्दै डेलिभरी प्लस वेटर काम गर्न चाहनुहुन्छ भने सम्पर्क सक्नुहुन्छ। यो लगायत हामीसँग नै धेरै जागिरहरू छ हाम्रो वेबसाइटमा pokharajob.com.np वेबसाइट जुन डिस्प्लेमा देखिरहनु भएको छ होला। नयाँ हाम्रो प्रोफाइलमा पनि गएर हेर्न सक्नुहुन्छ। र हामीसँग भएको जागिरहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने हाम्रो डिस्प्लेमा देखेको WhatsApp नम्बरमा अथवा आज भनेको जागिरहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने त्यही WhatsApp नम्बरमा स्क्रिनशट पठाउनु होला। जुनसुकै जागिर मनपर्छ त्यसको जानकारी हामी तपाईँहरूलाई दिनेछौँ। र यस्तै यस्तै कामहरूको अपडेट लिनको तपाईँहरूले हाम्रो आइडीलाई फलो गर्न सक्नुहुन्छ। धन्यवाद।